गयो त्यो गयो, कति राम्रो खेत जग्गा जमी 10 नौरी ख्याएर बनाएको चुठाएको ढुङ्गाहरू गयो, कति रिस उठेको छ। तपाईँ त्यसै सुगर आएको हो, त्यसै सुगर आएको भनेर सोच्नु होला किन अचानक रातारात यत्रोवटा सुगर आउँछ, के कारण आउँछ? खाएकोले मात्रै आएको हो? यहाँ खाएकै छ त, खसेर के भएको छैन। कति तपाईँको भित्री रिस छ भोटेसँग, अनि नेपालमा बस्नुभयो, नेपालमा आफ्नै भाषा मिल्ने जात मिल्ने कति हेर्यो तपाईँहरूलाई, रिस उठिरहेको छ। लाकेश न अमेरिकामा त जाउँ न, हामी देखाइदिन्छौँ भन्ने लागिरहेको होला। सरी, तपाईँले देखाइदिनु न, तपाईँले देख्नुहुनेछ। किन? त्यो संसारको मान्छे हो। संसारको मान्छे जहिले पनि हँसोर्ने, अर्कालाई दहल्ने, यही मात्र गर्छ, हो कि त? हेर्नु, सबैले अर्काको कमजोरी, अर्काको अवसर फाइदा लुट्नु खोज्छ। तर हामी परमेश्वरको छोराछोरीहरू, हाम्रो परमेश्वर क्षमा दिनुहुन्छ, हामीले क्षमा दिनुहोस्। त्यसरी हामीले आशिष हाम्रो जीवनमा ल्याउनु भने क्षमा दिन सिक्नुपर्छ। मैले क्षमा दिएँ, अब कसैले जिकेदारले यस्तो त्यस्तो हो भने हालेलुया, अब कहाँदेखि मेरो आशिष आउन आँटेछ, कहाँदेखि आउन आँटेछ। म क्षमा दिन्छु, म क्षमा दिन्छु, आशिषको जीवनमा हेर्छु। पो म यहाँ आइन, म अर्कै ठाउँमा थिएँ, मैले क्षमा दिनु सिकेँ, बिउ रोप्न सिकेँ, मिसनमा, अर्काको आवश्यकतामा, खाँचोमा। परमेश्वर अचम्म गर्नुभयो। जोलसामा हामी थियौँ, एकजना दिदी आएर भने, डिके दानी हो? आयो डिके दानी? यस म्याम। हियर 30,000 फर यर चेक। $30,000 को चेक लिएर दियो मलाई। अहिले मेरोमा 39 लाखको जित छ। मलाई घमण्ड छैन। के भने जब हामी अरूलाई क्षमा दिन थाल्छौँ, अरूलाई आशिष दिन थाल्छौँ, परमेश्वरले हाम्रो जीवनमा आशिषको ढोका खोलिदिनुहुन्छ। तपाईँले सोच्नु भएको छ? सोच्नु भएको छ कहिले? छैन। कहिले थुपार्ने मात्रै सोच्नु भएको छ। अर्काको विरुद्ध रिस पनि थुपार्ने, घिन पनि थुपार्ने, बदला पनि थुपार्ने, अक्षमाशीलता थुपार्ने, बोक्ने अनि स्वर्ग त जानुहुन्छ, तर संसारमा बाँच्दैन। किन तपाईँ समस्यागत भएर बाँच्ने? क्षमा दिनुहोस्, परमेश्वर तपाईँलाई आशिष दिनुहुन्छ। परमेश्वर तपाईँको जीवनमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ। आमेन। आउनुहोस् प्रार्थना गर्न हामी सक्नेछौँ र